वेट लस पनि गर्न मन छ र तेल पनि नहाली मिठो तरकारी बनाउन मन छ भने यो रेसिपी हजुरहरुको लागि। मैले चाहिँ तरकारीहरु काटेर रेडी गरिसके। सुरुमा कराई हिट गर्ने अनि प्याज हालेर प्याज ब्राउन भइन्जेलसम्म फ्राई गर्दिने अनि यता अदुवा लसुनको पेस्ट बनाउने। ल हेर्नुस् त यता प्याज चाहिँ ब्राउन भयो, यसले फ्लेभर नि मिठो बनाउँछ। तरकारीमा चाहिँ मुला, इस्कुस छ, टमाटर सहित सबै हालेर चलाइदिने अनि थोरै बेसार 2 चम्चा जिरा धनिया पाउडर 1 चम्चा नुन हालेर एकछिन चलाइदिएर तरकारी गल्न 3 मिनेटको लागि 400 वाटमा छोप्दिने। यतिको लो हिटमा राख्दा चाहिँ तरकारी टाँसिदैन। मसला नि पाक्यो, तरकारी नि हल्का गल्यो। अब फेरि एकछिन तरकारी नटाँसिन सरर चलाइदिने अनि लसुन अदुवाको पेस्ट नि हाल्दिने। ट्वाक्क पिरेकोलाई डल्ले खुर्सानीको अचार नि हाल्ने, यसले फ्लेभर नि अझै मिठो बनाउँछ। अब तरकारीमा तातो पानी हाल्दिने अनि 10 मिनेटको लागि छोप्दिने। अब 10 मिनेट नि पुरा भयो, माथिबाट लोकल धनियाले गार्निश गर्दिने अनि इट्स रेडी। यो रेसिपी चाहिँ जो हेल्थ कन्सियस वेट लस जर्नीमा जो कोही नि हुनुहुन्छ उहाँहरुको लागि झनै बेस्ट हो। स्टे हेल्दी एन्ड फिट, इन्जॉय गाइस।